पृथ्वीमा हजुर 60 केजीको हुनुहुन्छ भने करिब 4 लाख किलोमिटर टाढा चन्द्रमाको सतहमा हजुर कति केजीको हुनुहुनेछ? ए 6 केजी, बी 10 केजी, सी 60 नै केजी र डी 1/6 केजी। भिडियोलाई रोकेर क्याल्कुलेट गरी कमेन्ट गर्न नबिर्सिनु होला। वैज्ञानिक तथ्य अनुसार चन्द्रमा 7.35 टाइम्स 10⁻22 केजीको छ। सामान्य भाषा अनुसार 73,000 लाख खर्ब केजी हुन आउँछ। तर अचम्मको कुरा पृथ्वीको तुलनामा 1.2% मात्र हो र चन्द्रमाको रेडियस अर्थात् अर्धव्यास 1740 किलोमिटर अनुमानित छ, जुन पृथ्वीसँग कम्पेयर गर्दा 1/4 पार्ट मात्रै हो। यी तथ्य अनुसार र वेट क्याल्कुलेट गर्ने फर्मुला अनुसार यदि कुनै पनि वस्तुको वेट पृथ्वीमा 60 छ भने चन्द्रमाको सतहमा 10 हुनेछ। तर मैले सुरुमा सोधेको प्रश्न वेटको होइन मासको थियो। वेट न्युटनमा मेजर गरिन्छ भने मासलाई केजीमा। त्यसकारण वेट ग्रह अनुसार चेन्ज हुन्छ भने मास ग्रह अनुसार चेन्ज हुँदैन। भनेपछि हजुर पृथ्वीमा 60 केजीको हुनुहुन्छ भने चन्द्रमामा पनि हजुर 60 केजीको नै हुनुहुनेछ। त्यसैले सही उत्तर अप्सन नम्बर सी हुन जान्छ।